सर गुरु पूर्णिमाको ढोग भाग्यमानी भाग्यमानी 83 को गुरु पूर्णिमामा पनि भेट भयो पक्का हुन्छ नि अनि यस्तो स्वास्थ्य मान्छे पहिलाको भन्दा राम्रो स्वास्थ्य छ तपाईँको त बिरामजी बढी छ तर स्वास्थ्य हेर्दाखेरि चाहिँ एकदम राम्रो छ ठिकै छ यता बाहिर निस्किनुहुन्छ अलिअलि थोरै थोरै टाढा त कहाँ सकिन्छ त होइन सकिँदैन नि अनि तपाईँलाई सैनिक स्कुलतिर पढाएको सम्झना छ के छ जस्तै कति सालमा तपाईँले पढाउन सुरु गर्नुभयो त्यहाँ सैनिकमा 45मा कति सालसम्म पढाउनु भयो 54सम्म 9 वर्ष 10 वर्ष सैनिक स्कुलको त्यो बेलामा हेड सरहरू को हुनुहुन्थ्यो मखन सर हामी त हेड सर भन्छौँ मखन सर पनि भन्दैनौँ हेड सर हाम्रो हेड सर उहाँ हो अनि मखन सरको के सम्झना छ तपाईँलाई असल है हामीलाई पनि कुटेको गाली गरेको थाहा छैन मिलन सर सरले कुट्नु भएन सरले कुट्नु मैले 4 क्लासमा हुँदा एकपटक एक छडेम खाएको होइन त्यहाँदेखि मैले कुटाइ खाइनँ अब फर्स्ट सेकेन्ड भएपछि त अलिकति ओबिडियन्ट राम्रो पनि बन्नुपर्ने हुन्छ त्यही भएर कुटाइ मैले खाइनँ यस्तो कुट्ने सरहरू त्यति थिएनन् मेरो नजरमा चाहिँ अरू तपाईँले सम्झना गर्ने सरहरू सैनिकको रसाइली मदन खन्दाङमा नि मदन सरको त एकदम स्टाइलिस टिचर तपाईँले है जुत्ता यस्तो काटेर के अरे पिस जोडेर आउनुहुन्थ्यो नि ए हो ए मलाई थाहा छैन तपाईँलाई थाहा छ है कसरी थाहा पाउनु उहाँ हङकङमा भएको चाहिँ कसरी मदन सरको अहिले यहीँ छ घर बुटाबारी ए मदन सरसँग भेट हुन्छ ए के व्यापार गर्नुहुन्छ ए सहकारी मदन सर भन्दा एकदम स्टाइलिस टिचर भन्ने मेरो दिमागमा आयो क्या है त्यतिखेरको बेलामा साइकल के रेन्जर साइकल के भन्थे होइन ल त्यो सम्झना भयो यो सबैजनाले हेर्दाखेरि ओए भन्ने हुन्छ नि त सबैले हेर्छ नि त यो त अनि अरू टिचरहरू अरू सरहरू रूप सर रूप सरको बारेमा तपाईँलाई के सम्झना छ धेरै विद्यार्थीले रूप सरको कुरा गर्छन् असल मिलन सर लोभी हामीलाई त त्यो थाहै हुँदैन थियो नि थाहा हुन्थ्यो होइन यस्तो त सरहरूको आफ्नो अनुभव हो नि त यो होइन अब हामी साना थियौँ अहिले अब त्यो सबैजनाले हेर्छन् सुन्छन् यस्तो नराम्रो कुरा होइन यो मनबाट भनेको हो नि त चुडामणि सर गजबको हुन्थ्यो चुडामणि हामीलाई गणित पढाउनुहुन्थ्यो हामी 6मा कतिमा हुँदाखेरि सरले गणित पढाउनु भएको अनि रूप सरले हामीलाई भूगोल पढाउनुहुन्थ्यो भूगोल पढाउँदाखेरि त्यो महासागरहरूको कुरा गर्दाखेरि के अरे त्यो सिङ्गापुर मलेसियाबाट चाहिँ हङकङतिर चाहिँ जहाजमा आएको कुरा गर्ने के अनि त्यो चाहिँ महासागरबाट आउने भनेर बुझाउने क्या रूप सरले हामीलाई गफ गरेको तालमा पढाउँथ्यो त्यो सम्झना छ हामीलाई अरू सरहरू टेक्सरकोमा त हामी आजै पुग्छौँ दिलकुमार सरकोमा हामी पुगेर आएको त्यहाँ पुर्के दिलकुमार दिलकुमार सर त एकजना हुन्थ्यो त अर्को को थियो दिलकुमार मुखिया सर एकजना त दिलकुमार होइन होला अर्कै ए तपाईँले भनेको त दलबहादुर सर दलबहादुर सर त धेरै पुरानो सर नि धेरै पुरानो सर फाउन्डर हो एकदम दलबहादुर सरको चाहिँ त्यो स्कुल बनाउने प्रेरणा नै के अरे दलबहादुर सर हाम्रो त्यहाँ हेर्दाखेरि उहाँ 28 सालदेखि नै
त्यही सालमा सुरु गरेर पिसी मुखिया भन्छन् होइन, उहाँहरूले सबैले गरेर चाहिँ अनि दलबहादुर सरले त मुख्य त्यो फाउन्डेसन गर्नुभएको। अनि मोहन देवान साहब मोहन सर, मोहन सरको मोहन सर वी फरगट मोहन सर। मोहन सर पनि बित्नु भयो नि। विष्णु मोहन सर पहिला मोहन सर बित्यो। परिवार चाहिँ यहाँ बिर्ता बजारमै हुनुहुन्छ। छोरो विकास जस्तो लाग्छ, विदेश युकेतिर छ होला, ठ्याक्कै के गर्छ त्यो भाइ थाहा छैन। काठमाडौँमा पनि त्यो कालो पुलको छेउमा घर थियो पहिला चाहिँ, अहिले थाहा छैन। मोहन सरको सम्झना भयो ठ्याक्कै। हामीलाई नेपाली पढाउनुहुन्थ्यो, गजब पढाउनुहुन्थ्यो। तपाईँले इङ्ग्लिस पढाउनुहुन्थ्यो। तपाईँले पढाएको इङ्ग्लिसले म बेचेर खाँदैछु त्यही त्यो इङ्ग्लिस बेचेर खाएको अहिले। यस्तै त हो नि आफ्नो। अब सरहरूको अर्को कसको सम्झना आउँछ? रसाइली सर, भवानी सर नि संस्कृत पढाउनुहुन्थ्यो। भवानी सर पनि बित्नु भयो। भवानी सरको छोराहरू काठमाडौँमै हुनुहुन्छ, 2 जना सरकारी काम गर्नुहुन्छ। भवानी सरको छोरा मेरो छोराको साथी। कुन चाहिँ भवानी सरको छोरा? भवानी के अरे भवानी पौडेल होला नि। पोखरेल पोखरेल हो, कृष्ण दाई पोखरेल हो नि त भवानी सरको छोरा। ए साइन्स सँगै पढ्नु भयो? पोखरेल हो? होइन त्यसो भने होइन रहेछ। शेखर सरको देरी होइन भन्छ मलाई। शेखर सरको बुवा होइन भन्छ हामी। अनि त्यसो भने चाहिँ त चिनिहाल्यो नि होइन, साथी नै रहेछ नि। मसँग पढ्ने त त्यो विराट पौडेलको गौतमको छोरो। ए डक्टर हुन्छ। गौतम चाहिँ ए हो ए गौतम। त्यस्तो कुराहरू। भवानी सर भयो, विष्णु गुरुआमा। विष्णु गुरुआमाका त स्कुल छुट्टी भएपछि म जानै पर्ने। जानै पर्ने ए है। विष्णु गुरुआमा त एकदम अनुशासित गुरुआमा नि, एकदम राम्रो, एकदम राम्रो। पढ्नै पर्ने होइन, अनि केटा र केटी मिक्समा राखिदिने, पढ्नु पऱ्यो भनेर सानैदेखि त्यस्तो गर्ने। काठमाडौँमा बित्नु भयो नि। उहाँ बित्दा हामी काठमाडौँमा थियौँ। अरू तपाईँको सम्झनामा अरू टिचर भन्नु त? भोला सर त हुनुहुन्छ। भोला सरले त यो भिडियो हेरिहाल्नुहुन्छ नि, यो हेर्नुहुन्छ भोला सर। भोला सर अरू चाहिँ सबै हुनुहुन्छ अहिले। ज्ञानु, मनु, विष्णु, निर्मला गुरुमा अहिले पनि हुनुहुन्छ। सैनिक बजारमै बस्नुहुन्छ, रिटायर्ड हुनुहुन्छ। निर्मला गुरुमा पनि हुनुहुन्छ। निर्मला गुरुमा अहिले त सबै नयाँहरू नयाँ चिनिँदैन। अब नयाँमा चाहिँ अब पहिलाकोमा चाहिँ हेड सर, अहिले झासर हेड सर हुनुहुन्छ। अरू त सबै नयाँ होला। रुद्र सरलाई ठ्याक्कै अहिले भेटेर आएको यहाँ भित्ता बजार विद्युत प्राधिकरण मास्तिर हुनुहुन्छ। हामी विष्णु सरकोमा अब जाँदैछौँ भनेको, ए लु जानु भनेर बिदा गर्नु। पसल छ, रिटायर्ड हुन्छ, त्यहीँ अगाडि घर छ। ठिकै छ, स्वास्थ्य ठिक छ, बिराम छैन भनेको छैन भन्नुभयो। राम्रो। यो टिचरहरूको भयो, गुरुहरूको। विद्यार्थीहरू को सम्झिनुहुन्छ? 48, 49, 50 का पहिलाका? नाम आउँदैन, नाम बिर्सिन्छ नि। ठिकै छ, सबैलाई सम्झना। म देख्छ हाम्रो विश्वसार भन्छ। के छ, सबै सैनिक स्कुल पढ्ने तपाईँले पढाउनु भएका विद्यार्थीलाई के भन्नु छ त तपाईँले? अब के भन्नु छ, सबै कोही ठुलो मान्छे भए धेरै पढे, कता कता के गर्दैछन्। कोही डाक्टर भयो होला, कोही इन्जिनियर भयो होला, गरी खाँदै होलान्, कोही खाँदै होला, कोही विदेश गए होला। हजुर ठिक छ, सबैलाई आशीर्वाद भनेर सकौँ। सबैलाई आशीर्वाद। धन्यवाद।